चन्द्रमा पहिलो घरमा हुने मान्छेहरूलाई आमा हुन्जेल काहीँ केही टेन्सन लिनै पर्दैन, एकदम सबैतिरबाट राम्रो सुख हुन्छ। दोस्रो घरमा चन्द्रमा हुनेहरूले चाहिँ आफूले आफैलाई माया गर्ने, बढी आफैलाई खर्च गर्ने, आफ्नै जिउको केयर बढी गर्ने, फ्यामिलीको भन्दा आफ्नो बढी केयर गर्छ। तेस्रो घरमा चन्द्रमा हुनेहरू आयु लामो हुन्छ, अरूलाई सहयोग गर्ने, एकदम सहयोगी मनको, दया माया बढी गर्ने यस्ता खालका हुन्छन्। चौथो घरमा चन्द्रमा हुनेहरूले बच्चाहरूलाई खुब मन पराउँछन्, त्यस्ता मान्छेलाई बच्चाले पनि मन पराउँछ, धार्मिक पनि हुन्छ र धनी पनि हुन्छन् यस्ता मान्छेहरू। पाँचौँ घरमा चन्द्रमा हुनेहरूले चाहिँ जति खर्च गर्यो, अरूलाई जति बाँड्यो, जति दान धर्म गर्यो उति नै बढी आफ्नो पनि आय बढ्ने राम्रो हुन्छ। छैटौँ घरमा चन्द्रमा हुनेहरूले चाहिँ आफूले पनि धेरै धोका पाउँछन् र आफूले पनि अरूलाई धोका दिन्छन्, दुखी हुन्छन्, प्राय जसो पीडित हुन्छ चन्द्रमा। सप्तम घरमा चन्द्रमा हुनेहरू त्यो मान्छे नै सम्झिनुहोस् लक्ष्मीको अवतार हो, जहाँ गए पनि आफूले पनि फाइदा पाउँछ र अरूलाई पनि लक्षण लाउँछ त्यस्ता मान्छे। आठौँ घरमा चन्द्रमा हुनेहरू चाहिँ दुखी हुन्छन्, चन्द्रमा यहाँ आएर चाहिँ एकदम पीडित हुन्छ होइन, मानसिक तनावहरू बेहोर्नु पर्ने, चारैतिरबाट दुःख हुन्छ। नौ घरमा चन्द्रमा हुनेहरू चाहिँ नि अरूको दुःख बुझ्ने, दिन दुखीको सहयोग गर्ने, दयालु, एकदमै सबैलाई सहयोग गरेर बाँच्ने हुन्छन्। दशौँ घरमा चन्द्रमा हुनेहरू चाहिँ चन्द्रमा यहाँ आएर चाहिँ दुखी पीडित हुन्छ, त्यो भएर मान्छे पनि पीडित दुखी हुने, काम नबन्ने यस्तो हुन्छ। 12औँ घरको चन्द्रमा चाहिँ नि लोभी टाइपका हुन्छन्, भए पनि नभए जस्तो गरेर हिँड्ने, सिम्पल भएर हिँड्ने, तर पैसा चाहिँ धेरै हुन्छ, लोभी हुन्छन् विशेष गरी। 9औँ हाउसको चाहिँ चन्द्रमाले आफू पनि दुखी हुने, अरूलाई पनि दुःख दिने, एकदमै जिन्दगी नै दुःखै दुःखमा कट्छ।